नमस्कार। हिजो दिउँसो नेपाल भारत सीमावर्ती 12 जिल्लामा जेनजेड युवाहरू र नेकपा एमाले कार्यकर्ताहरू बीच झडप हुँदा दिउँसो 12:30 बजेदेखि राति 8 बजेसम्म कर्फ्यू लगाइएको थियो। एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेतको विमान अवतरण रोक्न युवाहरूले हवाई अड्डामा प्रदर्शन गरेपछि हिंसा भएको थियो। 12 जिल्लाको परवानीपुरमा हिजो मधेस प्रदेश स्तरीय मधेस जागरण सभा आयोजना गर्ने एमालेको योजना थियो। महासचिव शंकर पोखरेल र पोलिट ब्युरो सदस्य महेश बस्नेत काठमाडौँबाट बुद्ध एयरको उडान मार्फत सिमरा आउने तयारी थियो। तर बिहानैदेखि सयौं जेनजेड युवाहरू विमानस्थल घेर्न पुगे। उनीहरूले हत्यारा सरकारका नेता यहाँ आउन पाउँदैनन्, ओली हत्यारा जस्ता नारा लगाए। एमाले कार्यकर्ता र जेनजेड बीच मुख्य गेटमै धकेलाधकेल र हात हालाहाल भयो। जेनजेड मधेस प्रदेश संयोजक शिव यादवका अनुसार एमाले कार्यकर्ताले पहिले आफ्ना स्थानीय संयोजक सम्राट उपाध्यायमाथि कुटपिट गरेका थिए। त्यसपछि स्थिति बिग्रियो। युवाहरूले टायर बालेर सडक अवरुद्ध गरे, विमानस्थलको गेटमा तोडफोड भयो। स्थिति नियन्त्रण बाहिर गएपछि प्रमुख जिल्ला अधिकारीले सिमरा विमानस्थलको 500 मिटर वरिपरि 8 घण्टाको कर्फ्यू आदेश जारी गरे। बुद्ध एयरले काठमाडौँ सिमरा सबै उडान रद्द गर्यो। पोखरेल र बस्नेत काठमाडौँमै रोकिए। एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, सरकारले अराजक भिड उतारेको छ, यो आतंकवाद हो। जबकि जेनजेडले भने, हामीले कार्यक्रम रोकेका होइनौं, केवल विरोध गरेका हौं। हत्यारा सरकारका नेतालाई स्वागत गर्न सक्दैनौं। यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै भनेका छन्, राजनीतिक भ्रमण रोक्नु लोकतान्त्रिक अभ्यास होइन, निर्वाचनको वातावरण बनाऊ। एमालेले अन्ततः परवानीपुरमा स्थानीय नेताहरूको नेतृत्वमा सभा सम्पन्न गरेको छ। आयोजकका अनुसार करिब 3000 जति कार्यकर्ता सहभागी भएका थिए। कर्फ्यू राति 8 बजे हटाइसकेको थियो, तर सिमरा क्षेत्रमा अझै तनाव कायम छ। निर्वाचन नजिकिँदै गर्दा देशभर यस्ता घटना दोहोरिन सक्ने चिन्ता राजनीतिक वृत्तमा बढेको छ। यो थियो 12को पछिल्लो अपडेट। हामी निरन्तर खबरदारी गरिरहनेछौं र साथै यस च्यानललाई सब्स्क्राइब गरी कमेन्ट गर्न नभुल्नुहोला। नमस्कार।